ताका धुने दबाई के भन्छ रे भिटामिन सिटामिन खाने बेला भयो नि एकछिन भन्नु र भिटामिन खाएर अलिकति जवानी कलिलो जवानी बनाउनु पर्यो नि ताका के देखिन्छ किन जवान कलिलो किन बनाउने त भालु आउँछ मेरो डराएर छी आलीले कस्तो दुःख दिन्छ नि गाइस यार खाली भिटामिन सी भिटामिन ई क्याम्बियरले भयो त्यहाँनिर चाहिँ बोकाउने हिजो म त्यो मान हामी चाहिँ एकछिन म लाइक पोडकास्ट कहिले आउँछ रे आई हैव नो आइडिया यो प्याराडाइमले किन हालेको हैन न प्याराडाइम पनि वाया चाहिँ वाया लाग्यो गाइस त्यो एपिसोड रिलिज भएको छैन अर्को एपिसोड गरौँ भनेर भन्दा नि कस्तो हो त्यो एपिसोड रिलिज हुन दिनु कस्तो हुन्छ हैन कस्तो अबे मेरो सेक्सी फिगर कति राम्रो या बस्नु पर्यो थचक मेरो कुरा भन्दिन गाइस तपाईहरुलाई ल सुन्नुस् ल केटी यो कुरा चाहिँ केटी मान्छेहरुको लागि हो के यो कुरा चाहिँ केटी मान्छेहरुको लागि है सुन्नुस् है रोहानी केटै हुँदा त केटी बनेर यत्रो सेक्सी भन्छ हैन जस्ट इमेजिन उ रोहानी प्योर केटी नै भएको भए तपाईहरुले बोयफ्रेन्ड बनाइदिन्छ सबै बोयफ्रेन्ड रोहानीलाई खोजिदिन्छ धन्न अहिले त कति केटाले मन पराउँछन् स्वामी मैले अहिले त कति केटाले मन पराउँछ तपाईहरु त कुमारी मर्ने रहेछ चिराको सुनाइहाल्छ नि तँलाई धन्न गाइस धन्न साँच्चै भन्दैछु नि गाइस तपाईहरुलाई जिस्केको हैन नि स्वामी पनि झुन्डी नमिल्छ हेर्नु त तेरो पाखुरा त मेरो भन्दा ठुलो छ नि कत्रो छ नभन्नु के गर्ने अब जिन्दगीको केटाहरूलाई मेरो पाखुरा मन पर्दा हुन्छ तिनीहरूको भन्दा ठुलो छ नि मन परिहाल्छ नि कुकुर नि जुरुके मान्छे एकजनालाई फेरि त्यस्तै छु जुरुके उचाल्दै छु ए रोहानी तेरो लागि मैले एउटा चीज लिएर आएको छ नि आज ए भन्नु न स्वामी लागि आँखा चिम्बो गर्दा गिफ्ट हो तेरो लागि आँखा चिम्बो गर्दा आँखा चिम्बो गर कुकुर नि ल अब खोल ल 1 2 3 मुसाको तुरी साँच्चै स्वामी मेरो लागि हो थ्याङ्क यू सो मच मेरो स्वामीले कति राम्रो मेरो लागि कति फुल कति राम्रो स्वामी थ्याङ्क यू सो मच मलाई यस्तो गुलाब यो के फुल हो स्वामी सेतो पिङ्क कलरको फुल कति मनपर्छ थाइल्यान्डमा लिएर आउनु ल स्वामी मेरो लागि भनेर भन्छ अनि भन्न मैले तेरो लागि फुल लिएर आएको छ स्पिच देन स्पिच भनेको के हो एक दुईवटा के शब्द बोल्नुहोस् रोहानी यो तेरो लागि हो स्वामीजी किन यस्तो दुःख गर्नुभएको मेरो लागि फुल लिएर आएर मलाई यस्तो फुल कति मनपर्छ कसरी थाहा भयो होला स्वामीलाई मेरो मनको फुलै हो अनि फुललाई फुल मन परे के पर्छ त मेरो मनको कुरा कति बुझेको आज तपाईँको मेरो छातीमा तपाईँको लागि मेरो हात निकालेर राखेको छ आज तपाईँको स्पेसल तपाईँको लागि स्पेसल त्यति नै हो कुरा चाहिँ म खास रोमान्टिक्स गर्न आउँदिनँ सिधै प्रेग्न मारिदिन्छ तैँले बनाइदिन्छ हैन यो तारालाई सोध जुन नभए के भयो हुन्थ्यो होला भन्नु न बरु तपाईँ के भने यो रोहानीको केही नहुँदा यस्तो हल्लाउँछ यार यसको त केही भएको भए के हुन्थ्यो होला त्यो छातीमा गाइस आउन तपाईँलाई त म हल्लाएर युट्युबमा सकाइदिन्छ मैले भनेको रोहानी तेरो केही नहुँदा त्यो मजा हालेर यत्रो हल्लाएर बस्छ तेरो साँच्चीकै भाव भएछ तैँले के गर्थिस् होला क्या स्वामी भावना दिदीलाई सोध्नु न म कस्ती केही चम्कौली फलो गाइस उत्ताउली छु भन्नु न म है आफै दिदीहरू रेखा दिदीसँग भेट्टे होइन अनि हेर्दै थिएँ म के गर्दै थिएँ थाहा छ म ऐना हेरेर आफै एक्लै नाचेको गर्दै थिएँ सोध्नु न दिदीले त्यस्तै छु म त फेरि स्वामी तपाईँसँग भेटेवा त स्वामी चुमुक छ तपाईँ रोहानले त नसक्ने भन्नुहुन्छ स्वामीसँग कहिले भेटौँ भएको छ कहिले आउने हो स्वामी भन्नुहोस् न यस्तो भुटुक भइसक्यो म यही महिना आउँछु त नि
होइन, रोहानी म्याच खेल्न जाने कि के गर्ने तपाईँसँग बोल्न कसँग मन मात्रै कति बोलेर बस्नु अब हामी दुईजना बोला कति मन पराउँछ कसै पनि कहीँ जानुहुन्न तपाईँ पनि अनि मलाई त मन पर्दैन नि त अनि मलाई मन पर्छ नि तपाईँ MANG माङ थ्याङ्क यू सो मच फर फलो हामी आएमा प्लाटिनियम मल रु त्यो सेन्ट फवलतिर जाने बोलाएर लिएर आऊ है यता बर्माको कमेन्ट धेरै आएको छ